हेलो गुड मर्निङ नमस्ते जोडले सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल चाहिँ सोनी राणा। अनि आज चाहिँ म घर जाँदैछु। के भयो मम्मी? म चाहिँ यहाँ फुल लान भनेर मम्मीले फुल काट्न लाउनु भयो। पर्दैन के फुलेकै लान भन्ने छैन। हजुर हुन्छ अनि छिपेको दिनु न। खास छिपेको त यो फुलेर मरेको हो कि छिपेको त। हजुर के भयो र? अब चाहिँ हिँड्न लाग्यो अनि अटो आउँदैछ अरे। अनि अटोमा जाने गलेङसम्म, त्यसपछि त्यहाँदेखि विङ्गरमा जान्छौँ हामी। अनि अब चाहिँ जान लाग्यो। यस्तो बादल लगाइरहेको छ, यस्तो माथि बिहान पानी आएको थियो हल्का, अहिले चाहिँ पानी आएको छैन। अनि उता चाहिँ के कस्तो छ थाहा छैन, पक्कै पनि गर्मी नै छ होला बुटोलमा त होइन। अब चाहिँ जान लाग्यो, हामी निस्किँदैछौँ। मम्मी पनि जानुहुन्छ अरे कहिलेसम्म, अनि आन्टी पनि जानुहुन्छ सँगै। हामी चाहिँ नानी, म, मम्मी, आन्टी जान्छौँ गलेङसम्म। के भयो मम्मी? केहीले टोक्यो होला कि कमिलालाई। म चाहिँ कति दिन बसेँ भन्दाखेरि बस्यो होला, 12-13 दिन जति बस्यो। अब चाहिँ घर जानु पर्ने हुन्छ साथीहरू, के गर्ने, घर जानै पर्यो होइन। माथिसम्म छोड्न जानु लाग्नु भएको हाम्रो ब्याग, यो ब्याग। घाम लाग्न लाग्यो, यस्तो घाम लाग्न लाग्यो हौ। हिँड्दैछौँ। लाउनु ल आन्टी। अङ्कल हुनु न, होइन बोतल लिन जानुभयो कि मम्मी? आउनु घरमै। कहिले जानुहुन्छ त हजुर? 8 गते 7 गते। ढिलो भयो रहेछ हौ पानी आएर। बाटो पनि यहाँ खाल्टो भएछ क्या। हामी चाहिँ कति अहिले 10 बजेको गाडीमा गयौँ भने 11, 12, 1-2 बजीतिर त घरै पुगिन्छ सायद। आउनु ल, बाटो कस्तो छ डर लाग्ने। मामाहरूको गाडीमा आउने हो कि बाबा र मामा? बाई गरिदेऊ ल। के यहाँ जाने हो कि मामा तिमी जाने हो? हो मम्मी, हो हो। अब हामी चाहिँ लाग्यौँ बाबालाई सेकेन्डमा बदलिन्छ यस्तो। घाम लाग्यो है, यस्तो मजाले घाम लाग्यो। चराको रहेछ।
आएको हामी यहाँ चाहिँ गाडी कुर्दै हौँ फियोनाले खै उ त्यो पैसा लिएर आऊ बाजेले दिनु कपडा ब्याग चाहिँ उहाँ छ फियोना चाहिँ मोबाइल हेरिसकेछ सानो हेर है कहाँ जाने हामी कहाँ जाने घर भन न नानी चाहिँ यहाँ मजाले सुतिरहेको छ अनि हामी चाहिँ यहाँ टायर पङ्चर भएर यहाँ बनाउँदै हुनुहुन्छ अनि एकछिन टाइम लाग्यो आधी घन्टा जति टाइम लाग्यो यस्तो गर्मी भएको कि एकछिन बस्दा पनि ओहो त्यहाँ अगाडि फेरि उहाँ टिकटक बनाउँदै बस्नुभएको थियो अरूले चाहिँ उहाँ झरेर बस्नुभएको थियो म चाहिँ झरिनँ गाडीदेखि अनि नानी चाहिँ सुत्दैछ मजाले सुत्दैछ ऊ चाहिँ यस्तो गर्मीमा नै सुत्दैछ त्यो गाडीमा बिचरा गाडी बिग्रेर हाम्रो घर अघि नै आइपुगेको अनि कति बजे आइपुगेको थियौँ भन्दाखेरि 4 बजे थियो होला सायद अनि आएर अनि एकछिन आराम गऱ्यो अनि उठेर नास्ता सास्ता खाएर अनि मैले चाहिँ फुल ल्याएको थिएँ फुल अनि यो चाहिँ के भन्छ पतेना लिएर आएको थिएँ अनि रोप्छु भनेर यस्तो ओइलाएछ कि यस्तो गर्मी छ त किन नओइलायोस् है ओइलाएछ अब रोपिहाल्छु गमला पनि छ कि छैन यतिकै गाडेर राख्नु पर्ला आजलाई फेरि गमला ल्याएर रोप्नु पर्ला गमला त रहेछ बिचरा मेरो मेरो फुल त मरेछ नि कस्तो राम्रो भएको थियो यो पनि मरेछ ओए भगवान सब फुलहरू सब मर्न लागेछ ओ उता राम्रो हुन्न कि के भएकोले यस्तो गर्मी छ त किन नमरोस् है यस्तो गर्मी छ तर आज चाहिँ हल्का शीतल रहेछ हावा चलिरहेछ छतमा छु म चाहिँ
यसमा चाहिँ रोप्नु पर्ला मल पनि छैन केही छैन मल ल्याएर हाल्नु पर्ला पछि मल चाहिँ अब यसमा निकाल्नु पर्यो यसलाई निकालेर म त्यति यहीँबाट बनाउँछु यही रोप्दिनु पर्यो यही रोप्छु म त बाँच्छ कि बाँच्दैन थाहा छैन यसले चाहिँ मैले आज यतिकै गाडेर राख्छु अनि भोलि चाहिँ फेरि अर्को ठुलो गमला किनेर राख्नुपर्छ आमाले त्यसैमा सार्नु पर्ला बिचरा पानी नपाएर यस्तो सुकेछ नि मल पनि छैन किनेर ल्याएर हाल्नु पर्ला सबैमा सब फुल मरेर यस्तो घाम छ पानी पनि किन नआएको बरु पानी नपाएर बिचरा यो त झन् बाँच्यो भनेको त झन् मर्थ्यो त्यहाँको यस्तो मरै छैन गर्मीले हो कि सब फुल मरेको गर्मीले बिहान पानी हाल्यो अनि साँझमा त्यस्तै भइहाल्छ पतेना चाहिँ यो क्यारेटमा रोप्नु पर्ला आमाले चाहिँ क्यारेटमा धनिया रोप्नु भरेछ पटेन यो पनि हेर्नु न ओइलाएर कस्तो भइसक्यो रहेछ ओ 2 घण्टामा 3 घण्टामा ती ओइलाइसक्ने यही घाटिदिएँ म त धनिया छर्नु भरेछ जा केही हुन्न माथि राख भन्नुभयो थियो त यहीँ घाटिदिएँ हाम्रोतिर चाहिँ अब चाहिँ साँझ हुन लागिसक्यो यस्तो चाहिँ बिउ धान रोप्ने बेला भइसक्यो नि त यस्तो मजाले बिउ भइसक्यो रहेछ त्यो चाहिँ रिसोड अनि रिसोड चाहिँ छैन अहिले चाहिँ चलेको छैन यस्तो पुरै यस्तो सेतो भयो यस्तो राम्रो थियो म जाँदाखेरि यस्तो फुलहरू पनि रोप्यो राम्रै हुँदैन हो अनि अब चाहिँ भिडियो इन गर्नु पर्ने हुन्छ के कस्तो लाग्छ कमेन्ट सल्लाह सुझाव दिनु होला अनि प्लिज यदि तपाईहरु नयाँ हुनुहुन्छ भने अनि सब्स्क्राइब गरिदिनु होला मेरो च्यानललाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला बाइ बाइ